हेलो गाइस, यतिखेर चाहिँ म हाम्रो गाउँको यो भन्ज्याङ भन्ने ठाउँमा आछु। आजको मौसम एकदम खुलेको अवस्था छ, एकदम रमाइलो छ। म यतिखेर मेरो N160 बाइकमा छु। म चाहिँ स्याङ्जाबाट गाउँ जाँदै गरेको अवस्था। आज चाहिँ मौसम मजाले खुलेको छ, घाम मजाले लागेको छ, मौसम पुरा खुला छ है। यो चाहिँ भन्ज्याङ हो, यो चाहिँ हाम्रो भन्ज्याङको चौतारी हो। यो माथिको चाहिँ बौद्ध स्तूपा हो, सानो खाले। यो माथिल्लो गाउँ भयो। त्यो पारेको चाहिँ तनहुँ जिल्ला हो, उतातिर खोलाको पारेको तनहुँ जिल्ला घरेडी, त्यो चाहिँ लामा गाउँ। अनि त्यो बाबी डाँडा त्यहाँतिर ठुलो पोखरी गर्दै यतातिर साइडमा चाहिँ हाम्रो स्याङ्जे एरिया पर्छ, पोखरी डाँडा, ठुलो पोखरी डाँडा। यो पारेको चाहिँ भारकोट हो, भारकोट भन्छ। उतातिरको चाहिँ गैया, बाकोट, यता कोल्मा, काउले, अनि यता नाम्चेहरू हो। यो चाहिँ हाम्रो शान्ति स्तूपा बनाएको छ। यो पारेको हुडी भन्ज्याङ भयो, यतातिरको लुम्छाक भयो, गुरुङ गाउँ, र उतातिर मोरिया छ। बाटो यस्तै छ। म यहाँबाट चाहिँ हाम्रो गाउँसम्मको भिडियो चाहिँ तपाईँहरूसँग चाहिँ देखाउँछु, हेरेर साथ दिनु होला। बाटो अलि अफरोड छ, हाम्रो गाउँसम्म अलि बाटो अलि अफरोडै छ गाइज। सम्हालेर चलाउनु पर्ने हुन्छ। यस्तो मजाको मौसम चाहिँ आज चाहिँ खुलेको अवस्था छ। भ्युजहरू चाहिँ सिनेरीहरू चाहिँ बवाल देखेको छ है गाइज, रमाइलो देखेको छ है। एकदम घाम लागेको अवस्था भएर धुलो पनि छैन, हिजो पानी परेर पुरो यो धुलोहरू चाहिँ मारेको अवस्था छ। बाटो अलि अफरोडै छ गाइज है, ओह्रालो ओह्रालो अफरोड छ गाइज बाटो। यहाँसम्म मेरो गाउँसम्म चाहिँ ओह्रालै छ, एकदम ठाडै 60 डिग्रीको ओह्रालो छ। बिस्तारै बिस्तारै चलाउनु पर्ने हुन्छ। के गरेर बाटो अलिक अर्दल नराख्नुपर्छ, एकदम उफर छ गाइज। यो तलको चाहिँ मेरो गोर्खोला हो, त्यो पारी चाहिँ तनहुँ हो, यतातिर चाहिँ वारी सादी खोला, पारी चाहिँ तनहुँ पर्छ अनि पारीको घरेडी हो। जाँदै त हाम्रो सादी खोला गाउँ भइहाल्यो। क्यामेरामा चाहिँ पुरै समय देखायो होला, तर यो लास्टै भ्याल छ गाइज, यो ओभरअल छ लास्टै। यो चाहिँ लास्टै भिरालो 60 डिग्रीको छ है। यो चाहिँ यो मोडलाई चाहिँ मिलाउनु पर्ने अवस्था छ, अलि यो मिलेन यो मोड चाहिँ।
हाम्रो लास्टै अफरोड हो गाइज। आउँदा चाहिँ समस्या हुन्न, झर्दा चाहिँ लास्टै समस्या छ गाइज। गयो म हेलो गाइस, वेलकम ब्याक टु यो सन्तोष सम्बिका भ्लग। आजको भ्लगमा चाहिँ म मेरो गाउँ सादी खोलादेखि स्याङ्जा डाँडासम्मको भ्लग तपाईँहरूसम्म चाहिँ देखाउन गइरहेको छु। बाटो अलि अप्ठ्यारो छ, पानी परेको कारण चाहिँ पुरा चिप्लो छ बाटो, बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ। म चाहिँ ट्र्याक्टर बनाउनु जाने गाइस। आज हामी हाते ट्र्याक्टर चाहिँ मेरो बनाएको, त्यो हाते बनाउँछ त भन्ने भिडियो पनि तपाईँहरूको समक्ष आज देखाउन गइरहेको छु। बाटो एकदम एक्सट्रिम अफरोड छ, ठाडो उकालो छ। यस्तो अफरोडमा मेरो N160 बाइक कस्तो पर्फर्मेन्स दिन्छ त है त, त्यो चाहिँ तपाईँहरूको समक्ष चाहिँ प्रस्तुत गर्न गइरहेको छु। बाइक चाहिँ जस्तो सुकै उकालो पनि तान्ने गर्छ, खिच्ने गर्छ। बाइक ठिक छ गाइस। त्यतिखेर मैले एक गियरमा चलाइरहेको छु।
बिस्तारै बिस्तारै काट्नु पनि हुन्छ मोडहरू चाहिँ। यहाँ चाहिँ यो कमेरो माटो छ, यो माटो चाहिँ लस्काउने गर्छ। टायर 60 को टायर चाहिँ MRF को टायर हो। अलिकति गोटी छैन, यहाँ चाहिँ ग्रिप चाहिँ अलिकति बस्दैन गाडीहरू, स्लिप खान्छ है यसको टायर चाहिँ। यसको चाहिँ डिजाइन त्यही हो। एक गियरमा 17-18 को स्पिडमा छु। गाउँको बाटो यस्तै हो गाइज, अफरोड हुन्छ। एकदम एक्सट्रिम अफरोड है गाइज यहाँहरू चाहिँ। यो उकालो चाहिँ ठाडै छ एकदम। 60 डिग्री को उकालो हो यो चाहिँ। क्यामेरामा सम्म देख्नुभयो होला, तर रियलमा चाहिँ लास्टै ठाडो छ यो उकालो चाहिँ। केनी गाइज, बाटो जस्तो भयो भने चलाउनु पर्यो। यस्तो एक्सट्रिम अफरोडमा पनि एक गियर राख्दैछ। N160 ले चाहिँ तार्ने गर्छ गाइज। डबल रोडमा पनि मैले अस्तिको भ्लगमा देखाइसकेँ। बाटो पुरा पानी परेको कारण चाहिँ धुलो छैन, तर यो बाटो लास्टै धुलो हुन्छ गाइज। यो बाइकको चाहिँ टायर स्किड हुने समस्या छ क्या, एकदम चिप्लो भएर टायर। सानो चिप्लो पनि यो टायर स्किड हुन्छ। यतिखेर चाहिँ म माथिल्लो गाउँमा आएँ। कस्तो मजाले हिमाल खुलेको छ हेर्नु गाइज। आजको मौसम एकदम खुल्ला छ, रमाइलो छ आजको मौसम। यो चाहिँ माथिल्लो गाउँ हो। बाटो नयाँमा खनेको छ, एकदम राम्रो छ यो बाटो चाहिँ। यो माथिल्लो बाटो आयो हामी चाहिँ, माथिल्लो गाउँ। यहाँ चाहिँ भन्ज्याङ भन्छ। यहाँ चाहिँ पुरा भन्ज्याङको नयाँ नयाँ ठाउँहरू, यो बस्ने ठाउँहरू अनि बौद्ध स्तूपहरू पनि बनाएको छ यहाँ चाहिँ, न्युली मेड। यो चाहिँ भन्ज्याङ हो। आजको मौसम क्या खुलेको छ गाइज, सफा छ एकदम आजको मौसम चाहिँ। लुकिङ सो अमेजिङ गाइज। अहिले चाहिँ म हाम्रो गाउँको माथिल्लो गाउँको आएको छु, भन्ज्याङ कटेर। अब चाहिँ यो गोर्खाली चौतोतलातिर जाँदैछु है म गाइज।
बाटो यस्तै हो यहाँको गाउँको बाटो के नि गाइज जस्तो भयो चलाउनु पर्यो बिस्तारै बिस्तारै यो चाहिँ हाम्रो गोर्खाली चौधरी हो खल्लुको रुख हुन्छ यसलाई चाहिँ मजाले खल्लुकोहरू पाकेको छ यहाँ चाहिँ पानी परेको कारण चाहिँ पुरा धुलोहरू चाहिँ मरेको छ यो घुम्दिन लास्टै ठाडो छ है गाइज स्कुटीले यो घुम्ने खासै तान्दैन हे गाइजहरु पानी परेर एकदम धुलो चाहिँ मरेको छ अथवा यो लास्टै धुलो हुन्थ्यो यहाँ चाहिँ गाइज बाटो नदेखिने धुलोहरू यहाँ चाहिँ हुन्थ्यो अहिले चाहिँ पानी परेको कारणले चाहिँ पुरा सफा छ है बाटो चाहिँ हामी चाहिँ रुम्चकको उकालोमा आयौँ गाइज यो उकालो लास्टै ठाडो उकालोमा पर्छ एकदम ठाडो अफरोड यो ठाडै उकालो छ जग्गा यो चाहिँ हेलो गाइज हामी चाहिँ पोखरी डाँडा आयो गाइज यहाँ चाहिँ मेलाहरू पनि लाग्ने गर्छ धुम्चकको यो पोखरी डाँडा हो यो चाहिँ यहाँबाट चाहिँ अलि राम्रो छ है बाटो गाइज यहाँ चाहिँ गुरुङ गाउँ हो सबै गुरुङ छ यहाँ चाहिँ बस्ती हो चाहिँ मिस्कत जाति कोही छैन हाम्रो गाउँ चाहिँ पुरै मगर भयो प्योर मगर गाउँ साँधी खोला मगर गाउँ हाम्रो गाउँमा होमस्टे पनि छ गाइजहरू तपाईँहरू चाहिँ हाम्रो गाउँमा आएर मजाले बसेर मिलेनियम गुफाहरू हेरेर भिजिट गरेर जान सक्नुहुन्छ है गाइज गाइजहरू यतिखेर चाहिँ हामी कोलबोट भन्ने ठाउँमा आयो यहाँ चाहिँ कोलबोट भन्छ धुम्चकको कोलबोट यहाँ चाहिँ देवी मन्दिरको छ आजको मौसम पुरा पानीले खुलेर एकदम साफ छ एकदम एमेजिङ छ है आजको मौसम चाहिँ रमाइलो छ एकदम गाइज हाम्रो गाउँमा चाहिँ पुरा होमस्टे छ है गाइज साँधी खोला मगर होमस्टे तल चाहिँ एउटा मिलेनियम ट्रेक भन्ने एउटा मिलेनियम केभ पनि छ गुफा त्यहाँ आउन घुम्न सक्नुहुन्छ तपाईँहरू चाहिँ मजाले बसेर मगर संस्कृतिको मगर खानेकुराहरू सुन्तलाहरू मजाले खाएर जान सक्नुहुन्छ हाम्रो गाउँमा चाहिँ त्यो माथिको चाहिँ गुरुङ गाउँ हो गुरुङ गाउँ पनि गुरुङमा संस्कृतिमा एकदम रिच छ
बाटो घुमेर घुम्टी रोड छ गाइज। गाउँको बाटो यस्तै छ, तर झन्डै पानी चाहिँ बसेको कारणले चाहिँ एकदम सफा छ है गाइज। यतिखेर चाहिँ अब हामी चाहिँ अब 15 मुरी भन्ने ठाउँमा आयो। रुम्चाकको यो 15 मुरी भन्ने ठाउँमा। यो बाटो अलिक चिप्लो छ। आन्टी बाटो अलि अप्ठ्यारै छ गाइज। गाउँको बाटो यस्तै त हो गाइज होइन। र चाहिँ हाम्रो हेल्प पोस्ट पनि यहीँ छ, 15 मुरी भन्छ गाइज यसलाई। अनि चाहिँ ट्याक्क सानो कति कटौरा ट्याक्क बस्ने सेयर हाउस पनि बनाएको छ यहाँ चाहिँ गाइज। हाम्रो ठुलाडी हेल्प पोस्ट यता नन स्टप जानुपर्ने हुन्छ हामी चाहिँ। भैरवनाथ हो यो चाहिँ गाइजहरू। अहिले चाहिँ पानी परेर धुलो सबै मरेको छ, नत्र यस्तो धुलो हुन्थ्यो गाइज यहाँ चाहिँ। धुलोले केही दिन सक्नुहुन्थेन तपाईँहरूले। यसलाई चाहिँ टिकुली भन्छ गाइज, हाम्रो गाउँको यो टिकुली हो। यो टिकुली आए मेरो तल कन लायो भन्ने गाना छ नि, त्यसको याद आउँछ। यो टिकुलीको भिर हो। पहिला बेसरी बाटो यहाँ एकदम बर्खायाममा पहिरो खस्ने समस्याहरू हुन्थ्यो बेसरी। फाइनली हामी चाहिँ यो ठाँटी भन्ने ठाउँमा आयो है गाइज। यो ठाँटी भन्ने ठाउँ पनि एकदम अप्ठ्यारो छ। एकदम एक्सट्रिम उकालो छ ठाडै। यहाँबाट चाहिँ एकदम ढुङ्गाहरू निकालिन्छ गाइज, एकदम पहिरो आउँछ। त्यो राम्रो ढुङ्गाहरू निस्किन्छ यो ठाउँमा। हामी चाहिँ यतिखेर अब यो मुसे खोला भन्ने आइपुग्यौँ गाइज। र चाहिँ मुसे खोला भन्छ हाम्रो। हामीले पानी खाने ठाउँ नै हो गाइज। यहाँबाट चाहिँ हामीले पानी खाने गर्छौँ गाउँको। बाटो बन्ने क्रम जारी छ। बाटो बन्दैछ गाइज। हाम्रो बनिसकेपछि एकदम राम्रो होला यो बाटो। यतिखेर चाहिँ यहाँ वाल लाउने काम भइरहेको छ। मान्छेहरू चाहिँ पुरा वाल लगाउँछ यहाँ चाहिँ।
यही हो गाइस हाम्रो पानी खाने ठाउँ हाम्रो गाउँले खाने पहिला जमानादेखि खाने ठाउँ यहाँ चाहिँ पुरा यता नालाहरू काट्ने काम भइरहेको छ गाइस बाटो राम्रो भन्दैछ मुहार चेन्ज गर्दैछ बाटोले बिस्तारै बिस्तारै गाउँमा पनि विकासहरू आउँदैछ बाटो निकै राम्रो बनाएछ है गाइस पहिला कति अप्ठ्यारो थियो यो बाटो साह्रै अप्ठ्यारो हुन्थ्यो बाटो यो बाटो हिँड्न अहिले चाहिँ मजाको बाटो बनाएको छ यो बाटो चाहिँ एउटा तनहुँ जोड्ने बाटो पनि हो यहाँबाट चाहिँ ठ्याक्कै तनहुँ जान सकिन्छ ठ्याक्क स्याङ्जा बारखोलादेखि तनहुँ डुलेगोरसम्म मजाले जान सक्नुहुन्छ छिटो हुन्छ गाइस उता पोखरादेखि घुमेर आउनुभन्दा यो बाटो चाहिँ ठ्याक्क सर्टकट त्यही भएर चाहिँ बजेट हालेको छ गाइस यता मसर्कासम्म चाहिँ तल मसर्काको तलको खोला मजुवासम्म चाहिँ बिल्कुल पिच भइसक्यो अब यहाँ माथि मसर्कासम्म चाहिँ हुडी भज्याङसम्म चाहिँ अब पिच राख्ने क्रम जारी छ पिच राख्न सक्छ अब यो साल फलन गाइस हामी चाहिँ हुडी भज्याङ भन्ने ठाउँमा आयौँ गाइस चाहिँ हुडी भञ्ज्याङ हो यहाँ बाटो चिप्लो छ ओह्रालो छ बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ गाइस यो चाहिँ हुडी भञ्ज्याङको एकदम एक्सट्रिम ओह्रालो गाइस बाटो पानी परेको कारण चाहिँ यहाँ चिप्लो भएको छ यो गाइस टायर स्किड हुनेसम्म नहुन्छ यस्तोमा बिस्तारै मैले एक गियरमै झारेको छु यो चाहिँ बाटो चाहिँ बाटो एकदम चिप्लो छ है गाइस यस्तो चिप्लोमा चाहिँ टायर स्किड हुन्छ बिस्तारै बिस्तारै कुदाउनु पर्ने हुन्छ एकदम चिप्लो छ बाटो गाइस पानी परेको कारणले चाहिँ यो बाटो लास्टै चिप्लो भयो गाइस यहाँ चाहिँ कहिले पनि घाम लाग्दैन गाइस चम्पुसी घन्टामा घामै आउँदैन यो घामै पर्दैन यो एरियामा त्यही भएर यो बाटो एकदम चिप्लो भएको छ यहाँ चाहिँ स्कुलले बच्चा पनि आएको छ
पानी परेको कारणले चाहिँ यहाँ पुरा बाटो चिप्लो भएको छ गाइस। बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ। यो बाटो यस्तै छ गाइस, बाटो अलिक चिप्लो छ, सम्हाल्नुपर्छ। यतिखेर चाहिँ हामी मसर्कातिर आउनु रहेछ कि गाइस। N160 को चाहिँ टायर अलिकति अफरोडको लागि नबनेको जस्तो छ क्या गाइस। टायर लास्टै स्लिप खान्छ यार, त्यही समस्या छ यसको। अरू सबै ठिक छ। पानी परेको कारणले चाहिँ पुरा चिप्लो भएको छ बाटो। मसर्का यो गाइस, मसर्का हाम्रो वडा कार्यालय नै यही हो मसर्कामा। हामी केही पर्यो भने चाहिँ वडा कार्यालय मसर्कामा आउनु पर्ने हुन्छ। यो चाहिँ हाम्रो वडा कार्यालय हो, पुतलबजार नगरपालिका वडा कार्यालय हो यो चाहिँ। यो चाहिँ हाम्रो गाउँबाट गाउँतिर चल्ने बस हो गाइस। बसले धुलो उडाउँदै गर्छ मेरो अगाडि अगाडि। धुलो उडाउँदै बाई रोडको बाटोमा भन्ने गाडीको गाना नि गाउनु मन लाग्यो। ट्राफिक नियमको पालना गरौँ भनेछ बसले चाहिँ। हाम्रो मोरिया टु पोखरा चल्ने यो बस हो गाइस। अङ्कल सन्चै हुनुहुन्छ? हामी चाहिँ यतिखेर मसर्काको यो फुटबल ग्राउन्डबाट तल ओर्लिसकेछौँ। बाटो यस्तै छ, उकालो ओह्रालो, अलिकति गिटी छ है गाइस। यस्तै गिटीमा चाहिँ लड्ने सम्भावना हुन्छ, बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ। यहाँ चाहिँ गाईहरू चाहिँ यहाँ चाहिँ निकाला भन्छ, निकालाको यो चोया बाट्ने काम भएको छ। यो चोया बाटो छ यहाँ चाहिँ निकालाको, के कामको लागि बाटेको त थाहा भएन, तर चाहिँ मजाले धेरै चोया चाहिँ बाटेको छ यहाँ चाहिँ। के न के गर्ने होला यो ठाउँमा, यो एरियामा निकालाको चोयाको।
गाइजहरु यतिखेर चाहिँ म मेरो बाइकलाई न्युट्रलमा तल ओह्राउनु छु। सकेसम्म यस्तो ओह्रालोमा चाहिँ न्युट्रलमा र स्टार्ट बन्द गरेर चाहिँ नचलाउनु होला। त्यही भएर मैले चाहिँ मेरो बाइकलाई चाहिँ न्युट्रलमा राखेर चाहिँ ओह्राउनु छु है गाइज। मजाले पारिलो घाम लागेको छ गाइज यतिखेर, रमाइलो लाग्छ एकदम मौसम चाहिँ। मजाले घाम लागेको छ है गाइज आज चाहिँ। बाइकलाई चाहिँ म न्युट्रलमा झरेर राखेको छु गाइज। न्युट्रलमा ओह्रालो जान मजा हुन्छ गाइस। यो बाइकको चाहिँ डुल चलन एबिएस हो, N160 को चाहिँ ड्युल डिस्क प्लस डुल चलन एबिएस। त्यही भएर चाहिँ ब्रेकिङ सिस्टम चाहिँ राम्रो छ गाइस अरूहरू भन्दा। यहाँ पनि यो नालाहरू बन्ने क्रम जारी छ गाइस। छिट्टै अब यो बाटो पनि अब पिच हुने अवस्था छ। म अर्को नेक्स्ट छुट्टीमा आउँदासम्म चाहिँ यो बाटो चाहिँ पिच होला जस्तो छ। बाटो यहाँको एक्सट्रिम छ। यस्तो बाटो पनि पुरा स्कुटीमा आउँदैछ गाइजहरु। फाइनल गाइज हामी चाहिँ मोजुवा खोलामा आए है। र चाहिँ मसकाको मोजुवा खोला भन्छ। ठाउँ पनि चिस्यान एरिया छ, एकदम चिसो छ ठाउँ एरिया। यो चाहिँ खोला हो। बर्खायाममा यो खोला यस्तै ठुलो हुन्छ नि गाइज। यो खोला यति ठुलो हुन्छ बर्खायाममा। अहिले सुकेर त्यो सानो भएछ। बर्खायाममा यो खोला तर्नै सकिन्न गाइज। लास्टै ठुलो हुन्छ गाइज बर्खायाममा। यहाँ चाहिँ पुरा पिच हाइवे सुरु हुन्छ गाइज। सबै ठाउँमा यस्तै हाइवे भएको कति मजा हुन्थ्यो गाइज। मेरो के गर्ने गाइज, सलल्ल छ है बाटो यहाँबाट चाहिँ। मेरो N160 को लुक छ गाइज। यतिखेर यसले अफरोड टन्नै गरेको छ है गाइज। इन्जिन काउलहरू यो धेरै चाहिँ यो स्ट्यान्ड चाहिँ लास्टै ठोकिने रहेछ गाइज अफरोडमा।